कहाँ रोक्ने भिडियो त अघिबाटै बनिरहेको तपाईँहरूले के आधारले उठाउनुहुन्छ त्यो त थाहा हुनु परेन बवाल बनाएछ यार दमकबाट आएको हजुर हामी त यतिकै यसो घुम्नु लगाएको उता मर्निङ एभ्रिवान है अब चाहिँ हामी चाहिँ कहाँ भने बिर्दाबाट आइसकेको छ ल जाउँ ल अब हामी लागेको फिल्मतिर आउँछौँ म र प्रशान्त भाइ माइक क्यारी गरिएन रहेछ गोप्रोको त्यो कारणले गर्दाखेरि हो दमकबाट बिहान आए त जामले गर्दाखेरि अब यहाँबाट चाहिँ बिस्तारै जाने हो कतिखेर पुग्नु लेप्सी धुलो चाहिँ हेप्पी धुलो खाउने भयो अब धुलै धुलो धुलै धुलो बाटो चाहिँ यस्तो भएको छ है कहीँ जानुहुन्छ भने चाहिँ लेट्स सी है सोच विचार गरेर मात्रै आउनु होला बाटोको हालत बुझेर है भन न बाटो चाहिँ एकदम हेभी 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 बिग्रेको छ हेभी त के भन्नु बाबालाई क्या कति वर्ष लाग्ने यो बाटो घुम्नु अझै 1-2 वर्ष लाग्छ र हाम्रो चाहिँ अब इस्टर्न नेपाल पूर्वी नेपालको राइड हुँदैछ होइन हुन त काम थियो कामले गर्दै साथसाथै राइडमा पनि नित्य हो कुदाउँछौ यो कुदाउ कुदाउनु पर्यो R15 ल यसको के क्लच हार्ड हुन्छ है यसको टाइटै गरेछ यो जस्तो सजिलो छैन ए ल यार 150cc को बाइकमा चाहिँ यो बवाल पावर दिएको छ यार फुत्त भएको छ यार इलाम छिरिसकेको छ होइन इलाममा बाटो बढिरहेछ कन्टिन्यू भाइले बाइक कुदाइरहेछ मेरो प्रशान्तले म चाहिँ R15 त्यो यो कुदाउने बानी भएर त्यो फरकै पर्दैन किन ह्यान्डल एउटै छ नि त अब यस्तो हुनु भने चाहिँ अलि अप्ठ्यारो हुन्थ्यो क्रस फायरहरू कुदा जस्तो त्यो यो क्लच चाहिँ मैले उप माथि राख्दैछु कि क्लच माथि राख्नु पर्छ तल राख्यो भने त त्यतिखेर युज भएकै हुन्छ नि त यहाँ यति गर्ने बित्तिकै माथिबाट चाहिँ फुल तान्यो भने मात्रै लाग्छ क्या सुरुमा कुदाउने त वहाँ हुन्छ एकचोटि जब म यहाँ पर बसौँ त्यसो भए ल औ भिडियो त अघिबाटै बनिरहेको
तपाईँहरूले के आधारले उठाउनुहुन्छ त्यो त थाहा हुनु परेन हामी इलामकै मान्छे अनि हामीले यहीँको मान्छेलाई नै उठाउनु भन्छ के अर्थ भयो यो लोकल पार्किङ अरूलाई मात्रै दिने होइन नि त होइन पार्किङ गरेको यहीँको एउटा मान्छेले पनि लिन्छ हामी त रोकेर बसिरहेन हामी यो कुरामा नि 15 रुपियाँ विवाद गर्नु खोजेको होइन कि तर एउटा उमा आउनुपर्छ नि त यार यो त अति भयो त यार यहाँ राखेर हामी कहीँ गयो एउटा कुरो बसेर फोटो खिचिरहेको छ त्यो के यसको अर्थ भयो भन्नु न अनि आएको बेला हाम्रो चाहिँ यहाँ जुम्सा होटेल होइन के अरे यो पवा भन्ज्याङ अब यहाँ हाम्रो बाइक छ यहाँबाट अब हामी निस्किने हो रात परिसकेको छ हाम्रो प्रशान्त हिरो भाइ यहाँ छ ल जुत्ताको हालत यस्तो छ यो चाहिँ कति भने 8200 फिट यहाँ माथि त लब्रेकुटी ल जाम यो चाहिँ फिल्म बजार हो है ल यहाँ हाम्रो बाइकहरूको हालत यस्तो भएर पुगेछ यहाँ अर्को हाम्रो प्रशान्त भाइको प्रशान्त यहाँ छ ल दामी बनेको रहेछ अरे यहाँको बाटो त अहिले त नगरपालिकाभित्र चाहिँ जाम न प्रशान्त भाइले फोटो खिच्दैछ बवाल बनाएको यार दमकबाट आएको हजुर हामी त यतिकै यसो घुम्नुलाई आएको उता सङ्क्रान्ति बजार हुँदै बसन्तपुर भएर जानु भनेर ब्लगर भन्दा नि यतिकै यसो भिडियोहरू बनाउँछौँ यहाँ बाटोभरिको अब आउनै हुन्छ छ सर ए नबसी भन्नु ल ए हामी उता सङ्क्रान्ति बजार जाने हो तर अब भोलि मात्रै गइन्छ हजुर यहाँनिर ला हो र हुन्छ थ्याङ्क यू सर